साँच्चै जुनु मैले प्रोजेक्टको फाइल तिमीले प्रिन्ट गर्नु भन्दै थिएँ तिमीले प्रिन्ट गरिदेऊ ला हतारमा बिर्सिएछु मैले त मलाई थाहा थियो तिमीले एउटा काम पनि ढङ्ग चाहिँ गर्नु सक्दैन तिमीले घरमा बसेर काम पनि के छ र मलाई पनि थाहा छ त जुनुको एउटै पनि काम ढङ्गले हुँदैन भनेर यत्रो ठुलो घर बढार्नु पोछा गर्नु लुगा धुनु उठाउनु सुकाउनु तँलाई टिफिन बनाइदिनु तँलाई खाना पकाइदिनु भिन्दै मलाई फेरि भिन्दै नाच्दै भिन्दै त्यही त म पनि सम्झाउँदा थाकिसकेँ यो घरमा कामै पो कति छ र जुनु भोलिदेखि तिमी यसको ड्युटी जानु यसले घर सम्हाल्छ यो घरमा काम पो कति पो छ र अनि चाख्छ छोडिदिनु त मेरो फाइल म आफै प्रिन्ट गर्छु नि त ल मम्मी तपाईले सानो मजाले डायलग मार्नु भयो नि त तपाईँ त एक्टरै हुनुहुन्छ है क्या अनि के त क्योंकि सास भी कभी बहू